डाक्टर स्वर्णिम वाग्लेले संसदमै कुनै बेला बोलेको कुरा यति बेला उहाँले उत्तर दिनुपर्ने भएको छ। तपाईले पनि देशको सेना 20-25 हजारमा झार्नुपर्छ, राष्ट्रिय सुरक्षाको आवश्यकता छैन, किनभने यो भारतसँग चीनसँग लड्ने होइन भनेर उहाँले भन्नुभएको थियो। उहाँलाई पनि मैले सोध्नेछु, तर अहिले प्रवक्ताका रूपमा यहाँसँग। त्यस्तै उहाँले नेपालमा इन्डियन दबदबा र हस्तक्षेप स्वीकार्नुपर्छ, देश भन्न कस्तो भन्नुभएको थियो भने उहाँले डक्ट्रिनको कुरा गर्नुभएको थियो। अमेरिकाका पूर्व राष्ट्रपतिको डक्ट्रिन सँगसँगै त्यो मुनरो डक्ट्रिन जस्तै यहाँ पनि हामी भारतको सन्निकटमा बसेर उसलाई प्रश्न गर्नु हुँदैन, उसलाई धेरै बिचक्याउनु हुँदैन भन्ने। त्यस्तै स्वर्णिम वाग्लेजीले नि अर्को भन्नुभएको, राष्ट्रिय स्वतन्त्र पार्टीमा हिन्दूलाई कुनै ठाउँ छैन, यो माओवादीको नयाँ भनेर भन्नुभएको सन्दर्भ हैन, राजावादी र हिन्दूहरू चाहिँ ढिम्किन नआओस् भनेर। स्वर्णिम वाग्लेका विवादित कदम र अभिव्यक्तिहरूलाई निहाल्दा उनीमाथि लागेका आरोपहरू प्रष्ट हुन्छन्, जसलाई बुझ्न यी श्रृंखलाहरू हेर्नुहोस्, जहाँ 1 नम्बरमा उनले नेपाली सेनाको संख्या घटाउने प्रस्ताव अघि सारेर देशको आन्तरिक सुरक्षा र राष्ट्रिय शक्तिलाई नै कमजोर बनाउने खेल खेलेका छन्। सेक्युरिटी फोर्सेस लगायत हाम्रो ब्युरोक्रेसीको आकार बारे पनि राजनीतिक सहमति नै गरेर चाहिँ हामीले ठुलै अप्रिय नै सही एउटा कदम चालेनौं भने हामी दुर्घटना उन्मुख छौं। 2 नम्बरमा भारतीय प्रधानमन्त्री मोदीसँगको रहस्यमय सामिप्यता र चर्चामा रहेका कल रेकर्डिङका कुराहरूले उनी विदेशी शक्तिकै एजेन्ट भएको आशंकालाई बल पुर्याउँछन्। In the coming election we will be the main force of this country. So आप लोग तो चिंता मत करिए, ये सब हो जाएगा, बस चिंता मत कीजिए। 3 नम्बरमा नेपालको सनातन हिन्दू धर्म र संस्कारलाई नमान्ने भन्दै नेपालीको परापूर्व कालदेखिको आस्था र पहिचानमाथि प्रहार गरेका छन्। हामी स्पष्ट रूपमा गणतन्त्रवादी हो, यो पनि तपाईहरुले आजदेखि स्पष्ट हैन, यो राजावादी पार्टी होइन, हामी गणतन्त्रवादी। र 4 नम्बरमा मनरो डक्ट्रिनको बहस छेडेर नेपाललाई भारतको एउटा हिस्सा वा सुरक्षा घेराभित्र सीमित गर्ने राष्ट्रघाती योजना बुनेका छन्। त्यसलाई मनरो डक्ट्रिन पनि भनिन्छ। अब साउथ एशियन मनरो डक्ट्रिन चाहिँ अब आयो, अब इन्डिया इज राइजिङ पावर, उसले भन्यो कि यो स्फियर अफ इन्फ्लुएन्समा तिमी बाहिरी शक्तिहरू दखल नगर। यो कुरा हामीले बुझिदिनुपर्छ। राइजिङ पावरहरूको अलिकति इतिहासका विद्यार्थीहरूले यसलाई सहजै ग्रास्प गर्नुहुन्छ। यस्तोमा पनि हाम्रो त्यो र नेसनलिजम जाग्नु हुन्न जस्तो मलाई लाग्छ। सब प्र्याक्टिकल हुनु पर्यो, व्यवहारिक हुनु पर्यो। आफूलाई ठूलो अर्थशास्त्री बताउने वागले वास्तवमा वैदेशिक एजेन्डा बोकेर नेपालको राजनीति अस्थिर बनाउन र विदेशी स्वार्थ पूरा गर्न खटिएका एक विदेशी एजेन्ट मात्र हुन् भन्ने कुरामा अब कुनै शंका छैन।